जब कमल पड़ गया था बुढ़ा की बिगाड़ गया आज वहाँ है मलामीमा यो धर्म नष्ट गर्दाखेरि अनि आपले त अपना बुवा चलो धर्म केलाई मानन्छ अब धर्म सनातन हिंदू धर्म का हो सनातन विश्वकर्माले धर्म यो हो रे विश्वकर्मा जो हम मान ला रहे हो सबैभन्दा पहिले हामीले सचेत हुनु क्यामा छ कि हाम्रा मान्छे धर्म अनि जातिमा विभाजन भए धर्म बनाए कहिले हो पल्ली मान्छे पैदा भयो कि धर्म पैदा भयो धर्म कहिले बनाए त मान्छेले आफ्ना फाइदाको लागि व्यक्तिगत फाइदाको लागि धर्म र जात निर्माण भयो काम गर्दा हिसाबले जात भएको मैले काम गरे म कामी उसले थुप्पा बनाई वो पार्टी तो त्यो हो उन सब ब्राह्मणैका हो शायद अब धर्म हम मान्छेको जात हेर्दियो भने सबैको एकै धर्म हो अचाल तो कोई धर्म कद बना हाले आज मलजा दिनका जात खस्कन मजा खसेर खस्के भयो कोट दिस्तो भयो कोट रेगी जागरी भन्ने कि जात बनाई दप्तरी जात हाम्रो जात नारीको दो जात हो जात नि आबे पछि मान्छेले बनायो हाम्रो जात बिल्कुल कहाँ जाने जातमा पल्ली स्पष्ट के भयो भने त मनु सबैभन्दा मेन जात भनेको मान्छेको जात केवल मान्छे हो लिङ्ग फरक हो पुरुष लिङ्ग र स्त्री लिङ्ग नर नारी हैन जात एकै हो दुई हैन एकै जात हो लिङ्ग तीन छन् एउटा पुरुष लिङ्ग एउटा स्त्री लिङ्ग एउटा तेस्रो लिङ्ग देखाइछ भने जात भनेका चार जात हुन् चार जात के हुन् एक मानव जात एक पशुपक्षी जात एक वृक्ष जात एक सर्प इत्यादि भेकुता पानीमा हिँड्ने माछा इत्यादि जात चार जात हुन् चार जात 36 वर्ण फुलबारीको अब साझा फुलबारी भनेर भनेको थियो नि भने हामी चार जातमा यहाँ विभाजन गर्दा कि मानव जातमा के गरिदियो जसले जे काम गर्यो त्यसै कामको आधारमा जात राख्यो कामको आधारमा भने बयतरी कलोनीमा चढ्नको लागि ठगरीको लागि त्यो ओडा भेडाकी पनि कल भएर अब मेरो बजेट पर बजेट दुलाई थियो उयो लग्यो भने उसले ओडो हालिदिया हो अरे दिनलाल नमिला खैबलले ऊ भला दिन्थ्यो ओडे उखा पल्ली बामनजी भन्नु भने पाछा ओडे भन्नु ओडा घर जा ओडा घर भन्नु म ओड भयो कामले ओड भयो ओ भन्नु ओडा हल्ला पनि ओडे अब कामै भन्नै लेखा हजुरले बड़ा के भाड़ा घोड़ा बनाया मोर के माल बना दिया इनली के सुपर मट्टा बना दिया हम जब मैं मिल बैठी की बड़ा एक काम करते वाला सल्ला पार खा काम बजा जल्दी दे बड़े खाना की ले बड़ाए कामी हजुर हो काम गर्ने मान्छे भने हजुर हाम्रो भने ल कामी भयो भने उद्धार नारी कामी भयो धेरै काम गर्ने मान्छे कामी भयो विश्वकर्मा जो ब्राह्मण बैठे भया वाला ब्राह्मण ब्राह्मण आज त्यो हामीले गलत जान्नै पर्दो विश्वकर्मा